उच्च कोटि तान्चोपा तुतु बैराङ्गी काइला मेरो बुवाभन्दा 2 वर्ष जेठो मेरो तुम्बा यहाँ आउनु भएको छ अनि म पनि हर कुदेर आउने मेरो मनसा आयो सिराथाङ मरे लाङ्गिन नातङ्गेरी गेरी अन्तिममा आउँदा त तमाके पुगेछ यो त पुर्खाहरू चुक्मिबा लात्ती भएर मिदुबा लाङ्गियोको लाङ्गिकेर उहाँको पनि ती मिसिनु पुग्यो म उहाँलाई धेरै धेरै मेरो अन्तर्मन हृदय निवा सिगाङ नोइ छु हार्दिक धन्यवाद र उहाँलाई अझै विशेष आयु कत्र हामीलाई ताङसेप गरोस् उहाँले हामीलाई संरक्षण दियोस् उहाँका सम्पूर्ण परिवारजनमा आयु वरदान हाङसाम थेबाले लिन गरून् कुख र कुङ र भनेर म पुनः प्रार्थना गर्न चाहन्छु अध्यक्षज्यू विशेष प्रमुख अतिथिज्यू विशिष्ट अतिथिगण मन्तव्य त राख्नुपर्ने कस्तो राखौँ जस्तो भइरहेछ यहाँ आएर अनि पे भाकुम नेम्बाङ याथुङ रे माङ्गेना लुङदुङ नुचुलुङ यही तामाखे तुम्बाङ नै हो आप्ताङती दाङवा वरिपरि नै हो भनेर थुप्रै हामीभन्दा धेरै लेखक इतिहासकार खोज अनुसन्धान गर्ने स्कलरहरूले लेखिसकेका छन् तैपनि हामीले अब के हो भन्दाखेरि आफ्नो ठाउँमा अघि कुलपति बैरागी काइलाज्यूले भन्नुभयो महाकाशे टाटासँग म्याच भएकै हामीले पनि देख्दैछौँ कन आफ्नै ठाउँ चाहिँ किन हामीले गर्न सकेका छैनौँ या पछि पर्दैछौँ भन्ने कुरा उहाँले थेबासाम कहाँ टेक्नुभयो कहाँ पुग्नुभयो त्यहाँ चाहिँ उहाँको सम्झनाको लागि केही लेखेर राख्नुपर्छ मिङिन तोम्बोङ लाबे भन्ने कुरामा चाहिँ अरू ठाउँमा मुन्दुम ट्रेल चोलुङ पार्क गरे जस्तो हामीले यहाँ थेबासाम ट्रेल बनाएर प्रयोग गरौँ कि अगाडि बढौँ कि के अरे नेम्बाङ फुनुसारे सुमुगेन हुवा लाङवा फोङमाङसँग यो गर्न सकिन्छ तर यसको लागि यहाँको वडा सरकार हामी प्रति सकारात्मक हुनु पर्यो वडा सरकारले यो कुरा संरक्षण दिने कामहरू गरिदिन सक्यो भने चाहिँ सम्भव छ कन चाहिँ फेरि फेदेन वरिपरि मात्रै छ माथि नाम्फुनियक थोरै फेदेन नै पर्छ थोरै फाल्गुन पर्छ त्यहाँदेखि बाँकी के अरे कन फेदेन नगरपालिकाभित्र परेको हुनाले फेदेन नगरपालिकाले यी कुराहरू थेबासाम ट्रेल चाहिँ कन्सेप्ट गरेर अगाडि बढ्यो भने चाहिँ निसिसङ मुन्दुम्मिले कुक्तुङ ठुक्त भए निदेत तर अब हामी चाहिँ आखे भाले अनि याक्थुङ चाहिँ लथिल बातवान पर्ने जानी नजानी थिए बातुएङ्गा थिएन मेन भन्ने अब प्रथाबाट हामी हुर्केको जन्मिँदै हामी आफ्नो भूमिमा जन्मेर आपुङ्गित्व र प्रशासनिक अनेको हाङ्नुमेम्बी भन्ने जुन के अरे खालको त्यो वंश परम्पराले अब अहिलेसम्म थिचेको हुनाले अनि मेक्तगी पुहान्यानिम्बा किनिदेत अनि मेरो एउटा सुझाव चाहिँ के भन्दाखेरि उहाँ अघि मेरो तुम्बा बैरागी काइलाले भन्नुभयो माङहिम त लगभग 1982 साल मागुर फाल्गुनन्द जब सत्याङमा पन्थी भएर आउनुभयो त्यस हेक्याङला कन्ना माङहिम पोखबाबी भन्ने मेरो खोज पनि भइरहेछ यसलाई माङहिम हामीले थेबा माङहिम बनायौँ या थेबासाम माङहिम बनायौँ या हाङसाम थेबा माङहिम बनायौँ भने हामीले त्यो माङहिममा चाहिँ आलाङ घटनाबा यो वेन्चो युवा पुस्ताहरूलाई चाहिँ मुन्दुम हाङसाम थेबा थेपमा मुन्दुमहरूको पाठशाला विद्या आर्जन गर्ने विद्यालय चोकमाङ तिमबी भनेको एउटा मेरो सुझाव है यहाँ थेबा माङहिम बन्दै रहेछ यसमा चाहिँ हाङसाम थेबा गर्दाखेरि चाहिँ कसरी गरिन्छ आलाङ घटनाबा अनि याथुङ नेम्बाङ सिगाङ सिङफेदाङमा सारी आम्बोङिम बाकेला सिङ फेदाङमा मे होम्नेर आफ्नै फेदाङमा बोङबाङ चोकबुङ बिहाल थाङबाले यो धर्म डाइभर्टले यति हामीलाई चाहिँ असर गरेको छ लाजेको पिए खाजोङी नै बेग्ल भयो भन्नै पर्दाखेरि अलो थेबासाम थेपमाले सिङ फेदाङमा खो हुँदै थियो
एका सावाला सम्बन्ध जोगपाङ नाबी येबको येबान जोगपाङ नाबी हामी नै दोमन हुन्छ हाङसाम थेबा थेप्मर लागि चाहिँ सिङफेदाङमै चाहिन्छ कुल घराना जसले गर्छ खेल्ने जोग्रो सावाला सम्बाको आफ्नै भाग छ येबाको आफ्नै भाग छ सिङफेदाङमाले गर्ने भाग चाहिँ हाङसाम थेबा थेपमा पनि हो खेलजुगले अनि कन हाङसाम थेबा माङहिमिन चाहिँ हामी नेम्बाङ दाजुभाइ मात्र समग्र याकथुङ दाजुभाइहरूले चाहिँ हाङसाम थेबा थेपमा को ज्ञान मात्र प्रयोग गर्ने यान्द्र मेम्बी अब हान सिधीको मादीको खुक्सिङाङ यासा बिपुवा खुक्सिङाङ थेबासम लिङ यान्द्र अथवा चुक्मीबा लतिबाको एउटा बिम्ब पुङ याल गरी नै यहाँ हामीले चाहिँ त्यस्तो पाठशाला तयार गरौँ भने अनि अल हाङसाम थेबा थेप्मालले सिङ फेदाङमा को पर्छ कि हामी आफै नै गर्न सक्छौँ होला कर ठिक सँग जोक्सिङ बो मेन्जाम जाहाङ जामिन उराङ सो ने बोखे एकांला हाङसाम लिङ सिङ यहाँ त एकदम वाबाले हाङसाम थेबा मेथे 7-10 दिन डाले हेन सोने मर्ने बा कुरानिक सब बेकाङ गुनी थिदिदे चुक मे हजुरले यस्तो प्रथाले अनि संस्कारिन हाम्रो संस्कारहरू चाहिँ भत्केर बिग्रेर नाश हुने स्थितिमा छ त्यसले गर्दा के रे गा नेम्बाङ फुट्नु साउ कन थेबा माङिमिन चाहिँ त्यस्तो पाठशाला बनाउँ कि भन्ने मेरो एउटा सुझाव र चुक्मीबा लतिबा कतिपयले चुक्नीबा न लादिपाङ ममेतु कतिपयले चुन्नी हाङ ममेतु लात्ती हाङाङ ममेतु जे भने पनि यो थेबासाम रुक्पय खुन्ची नाम जता भए पनि हाङसाम थेबा लिङसिङ बाने खुन्ची ने फुरो हेगा खान्ना बागति पावै वयसिलले अब हाङसाम अघि कैला रङबाले भन्नुभयो कुबाङती हाङ इमान सिंह चेम्जोङले लेखेको शेरबहादुर इङनामले अनुवाद गरेको किराँत इतिहास तथा संस्कृतिको पेज नम्बर 61 देखि 65 भित्र लेखेको छ थेबासाम धर्म भनेर त्यो लेखिएको छ कुबाङती हाङबाट नै त्यो पुर्खा चाहिँ आएर यहाँ चाहिँ दृश्य थेबाइन दृश्य बोखबा थेबाइन तोन्सिङबा थक्ले समाङ बोखन तेबा हेन्जे चुकमिनु लत्ती अरे निसे चङ अब वरदान माग्ने अल मुन्धुम वान सुमदाङिन तोप्री क्याङ लुमसुमिङ अदा हेसे चङ पिन्दे छिले हिन्दुरी काक्टेछु भन्ने त्यस्तो शक्ति थियो खेल्न एक्लो वाइसवाल जोगुले मिङिनङ पे फाकुम केवे ग्याम बा शक्तिशाली उड्न सक्ने क्षमता भएका लर्यो क्लरी मिङङ वान्छिङ या मिर मेमेछि खुन्सी कुनै पनि ठाउँमा पराजित हुन पाएनन् जहाँ पुग्यो त्यो जितेर गए त्यही कारणले पनि उनीहरू हाङसाम भए र पेभाकुम भए भन्ने चाहिँ चुक्मीबा र लतिबा अथवा चुक्मीबा र लादिपाहरू नै हुन् र अब हाङसाम चाहिँ अहिले कतिपयले यो हाङसाम थेबा एकतिर अनि युमा एकतिर बनाउने अब खण्डे खण्डे आउँदैछ त्यो गर्नु भएन भने नै हो अब हामी आफ्नो परम्परा मान्ने हामी नेम्बाङहरूले चाहिँ अब हाङसाम थेबालाई चाहिँ मुख्य मान्ने नेम्बाङ मात्र नै याकथुङ समुदायलाई नै अब हाङसाम थेबा मान्नुपर्छ भन्नेहरू केरकले चाहिँ हाङसाम थेबालाई चाहिँ अलिकति शक्तिको रूपमा यसलाई चाहिँ अलिकति शैक्षिक शक्ति शारीरिक शक्ति ज्ञानका शक्ति हरेक कुरामा चाहिँ अब सम्झिनुपर्ने लिनुपर्नेहरू देखिन्छ अब आलु आले याथुङरे कन थेबा साम्बाङिङका नेम्बाङर 37 यारेन मेम्बी भनेर जबरजस्ती हाल्ने प्रयास गर्छन् ठ्याङ्ग लिन भएको मात्र हो नि युमा पनि अनि चेम्जोङको र माबाङको मात्र भनेर गयौँ भने पनि हुँदैन हामी थेबालाई मात्र मान्नेले पनि युमा गरिरह हुन्छौँ युमा मात्र मान्नेले पनि थेबा गरिरह हुन्छन् त्यसले गर्दा कन चाहिँ याम्बिछा नाराओ थक्ले सम्बन्धी हाङसाम थेबाइ मेन्समा नारा लेङसिङङ ग्राबा सुनुगेन युमाइन केनाल नेम्बाङ लोङ मेदेनन युमाइन चेमजोङ ल अथवा माबो हाङ रोङ मेदेनन थेबाइन
कर कन्या अनि याकथुङ मुक्सामसी याकथुङ बरे थुङसामसी कना थक्ले सम्माङ मेबुख्याङ हामीले चाहिँ कमराङ गरेको संरक्षण गरेको भन्ने चाहिँ मुन्डुमहरूले हामीले भन्छन् अनि अनि थोबारे के आम्मु तर अब मलाई के लाग्छ भने हाम्रो मेरो पुस्तासम्म यो छ अब मेरोदेखि मुनिका पुस्ताहरू आलो अनि सा अनि मेन्सारे याकथुङ बान्दाङ मेम्बात याकथुङ बान्दाङ लो मेन मांगेना जोग माने मेलेर मिदिसु अनि मांगेना जोग माले मांगेना लुङदुङ इम्पो मांगेना लुङदुङ मांगेना यकापो खेन लेप्पी कांगा अनि अथवा अब खेल जोगले यो मांगेना लुङदुङ संरक्षणको लागि पनि हामी एकजुट हुनुपर्छ अतिल के भन्यो त्यो विश्वास लिने हैन लिनेसम्म लिने हो तर त्यसलाई चाहिँ पृथक पृथक हासिङमा से सिङमाङ एगो खेमा ल मेनुइन अनि याकथुङ अङ्क आलु नेम्बाङा नेम्बाङ चाहिँ निसियङ यो संस्कारका पक्षमा चाहिँ अलिमा इगाङ आवा त्यसले गर्दा अब यो चाहिँ अबका हाम्रा सन्तानहरूलाई पनि यो ट्रेन दिउँ त्यो चाहिँ यो थेबा माङिमले सुरुवात गरोस् म त्यसमा एउटा विद्यार्थी भएर पनि म आउन सकौँ भन्दैगा कमरक पातुङ आखुबार तुमी ताजेकी नोगन सेवार